हर्क साम्पाङले चाहिँ कसलाई भ्वाक भ्वाक लात्ताले हान्ने भनेका छन्। सुनौ है त एकचोटि यो भिडियो। म चाहिँ तपाईँको चाहिँ सम्बन्धित ठाउँमा भएको भए नि यस्ता मान्छेहरूलाई तपाईँको पाता कसेर उधो मुन्टे झन्डाइदिन्छु रुखमा है। 1 घन्टा ट्याक झुन्डाउने अनि छादेपछि होइन तपाईँको मुखबाट रियाल पुरा सिङ्गान निस्केपछि ठ्याक्क तल झार्ने है। अनि रेस्ट गराउने केही समय अनि सिस्नो पानी लगाउने त्यहाँ त्यतिन्जेल पनि रेस्टमा पनि। अनि त्यस पछाडि फेरि स्याट्टा माथि होइन उधोमुन्टे झुन्डाइहाल्ने। देशलाई चाहिँ डुबाउने है, देशलाई डुबाउने भ्रष्टाचारी फटारो। र यो मान्छेले के पनि भन्यो भन्दाखेरि चाहिँ धरानमा एयरपोर्ट चाहिँदैन, विराटनगरमै छ, त्यसको के नियमले दिँदैन, मापदण्डले दिँदैन भन्नु। त्यो पोखरामा झन्सारो त्यही छ होइन। विराटनगरमा त यहाँदेखि तपाईँको चाहिँ अब विराटनगर त धेरै टाढो छ नि त, नजिक भयो अरे। अब विराटनगरको एयरपोर्ट बन्दाखेरि, विराटनगरमा एयरपोर्ट बन्दाखेरि मेरो कुनै आपत्ति होइन, ठिक छ बनोस्, त्यो पनि देशै हो, नेपालै हो। धरानमा बन्दाखेरि चाहिँ के को आपत्ति त होइन। विराटनगरको मान्छेलाई आपत्ति कि अथवा पार्टीलाई आपत्ति कि अथवा स्वतन्त्रले जितेर आयो अब यसलाई चाहिँ त्यो खालको कुरा। त्यो केले दिँदैन भनेपछि जुन मान्छेबाट यो अवरोध भयो उसलाई भ्वाक भ्वाक लात्ताले हान्ने र झुन्डाएर माथि तल राख्ने चाहिँ हर्क साम्पाङको यो अभिव्यक्ति चाहिँ कस्तो छ त? ठिक हो, दलालहरूलाई त्यसको दलालहरूलाई भन्ने नै त्यही हो कि ठिकै हो, सही हो।